सम्पूर्णमा सेवा र नमस्कार। यतिखेर भने 3 बजिसकेको छ। अब भने समय भएको छ। हिजो मात्र मैले फेसबुकमा एउटा सूचना मैले लगाएको थिएँ, जुन एउटा हाम्रो माङिममा छेलो हान्ने एउटा कार्यक्रम भएको त्यसको बारेमा लगाएको थिएँ। अब भने त्यसको समय भएको छ र यतिखेर भने भर्खरै मात्र हामी श्रमदान गरेर म चाहिँ घरमा आइपुगेर अब घरबाट माङिमतिर लाग्दैछु। एउटा छेलो जुन एउटा हामी छेलो भन्छौँ नेपालीमा, अथवा जुन छेलो चाहिँ हामी प्रत्येक साल हामी हाम्रो माङिममा त्यो प्रतियोगिता गराउने गर्छौँ। र पोहोर चाहिँ भने हामीले हाम्रो यो बारगोठेको जनता माविको हामीले चाहिँ त्यो एउटा अफिसियल साइजको एउटा छेलो जुन हुन्छ एउटा फलामको त्यो चाहिँ ल्याएर गराएको थियौँ भने यसपालि भने त्यो चाहिँ मैले साथीलाई ल्याउनु लाग्थेँ, तर साथीले बिर्साएको छ। र त्यसैले गर्दा मैले आजको लागि भने मैले निकै टाढोबाट छेलोको लागि ढुङ्गा मैले खोजेर ल्याएको छु। यो चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ आजको छेलो हान्ने ढुङ्गा चाहिँ अफिसियल साइज चाहिँ अब तपाईँको लगभग 5.5 केजीको हुन्छ। तर यो ढुङ्गा चाहिँ यो चाहिँ आजको लागि चाहिँ यो 4 केजी यो 100 ग्रामको रहेको छ। यो आज चाहिँ यही नै हामी खेल्नेछौँ, यसै नै खेलाउनेछौँ। एकदम थोरै सर्टपुटको बारेमा यो छेलोको बारेमा हुन्छ। अब इङ्ग्लिसमा यसलाई सर्टपुट भन्छ भने नेपालीमा छेलो र हाम्रो भाषामा चाहिँ पक्लुङ भन्छ। जुन यो चाहिँ कस्तो छ भन्दा कि हामी लिम्बू र जाति समुदायको चाहिँ यो चाहिँ कस्तो छ भने एउटा पहिलादेखि एउटा यो कुनै पनि एउटा बिहे बटुलो त्यस्तै एउटा उसमा चाहिँ एउटा खेलिने एउटा शुभ कार्यमा एउटा खेलिने प्रतियोगिता रहिआएको परम्परा छ। त्यही अनुसार चाहिँ हामीले त्यसैलाई चाहिँ एउटा निरन्तरता दिनको लागि प्रत्येक साल हामी यो चाहिँ माङिममा एउटा हाम्रो माङिममा चाहिँ एउटा सत्याङमा सम्बत अनुसार प्रत्येक साल पर्न गएको एउटा फुङवाजाङ सेवाको उपलक्ष्यमा यो चाहिँ हामीले चाहिँ हाम्रो माङिममा गर्दै आएको छौँ। अब भने म माङिमतिर लाग्नेछु। के कति अब मान्छेहरू छन्, अब के कस्ता अब के भन्छ त्यो बाँकी दृश्य भने त्यहीँ पर पुगेपछि पछाडिदेखिको जोड्नेछु। हामी चाहिँ यतिखेर पक्लुङको लागि भेला भइरहेको छ यहाँनिर। यसरी यतिखेर पनि हामी झापाको खेलाडीहरूलाई पर्खिरहेको छौँ यहाँनिर, प्लस हाम्रै वडाभित्रका केही साथीभाइहरू पनि आउनु बाँकी छ। यतिखेर भने हाम्रो यो पक्लुङको लागि केही खेलाडी साथीहरू यहाँनिर जोडिसक्नु भएको छ भने अब भने मेरो हातमा यहाँनिर खातापाता आइपुगेछ। अब भने म यहाँनिर केही प्रतियोगीहरूको नामहरू टिप्नेछु पहिला, त्यस पछाडि खेललाई सञ्चालनतिर लाग्नेछु। यो चाहिँ हामीले के को लागि गरिरहेछौँ भने यो 27 फुट ननगर्नलाई चाहिँ हामी दोस्रो चरणमा लाँदैनौँ र यसलाई चाहिँ हामी मार्किङ गरिरहेको छौँ। यतिखेर चाहिँ भने हाम्रो यो उपस्थिति गराउने कार्यक्रम भइरहेको छ। अब हामी उपस्थिति सके पछाडि चाहिँ हामी एउटा औपचारिक रूपमा कार्यक्रम सुरु गर्नेछौँ। आज पनि मिति 2082 साल मङ्सिर महिनाको 6 गते शनिबार हाम्रो यो लेकमा भन्ने जुन हामी छेलो भन्छौँ र सर्टपुट भन्ने गरिन्छ हो, त्यो कार्यक्रम चाहिँ सदा चाहिँ हामी त्यसै गरी यो कार्यक्रम के हो त, किन यसरी प्रत्येक वर्ष आयोजना भइरहेको छ र यसको विशेषता के हो, यसको विषयमा संक्षिप्तमा जानकारी गरिदिनु हुन म आदरणीय सर जय सरलाई यो कार्यक्रमको विषयमा थोरै तपाईँले जानकारी सम्पूर्ण हुनुहुने र यो सामाजिक सञ्जालहरूको माध्यमबाट जानकारी पाउनुहुने सम्पूर्णलाई यो कार्यक्रमको विषयमा थोरै तपाईँले तपाईँका शब्दहरू भने बापत हाम्रो औपचारिक कार्यक्रम पनि सुरु गर्छौँ र त्यसको लागि सबैभन्दा पहिले हामी अध्यक्षबाट छेलो हानेर कार्यक्रमको उद्घाटन गर्नेछौँ र यो कार्यक्रम थोरै जानकारी गराइदिनु छेलो हो, अर्को सर्टपुट पनि भन्छ होइन अङ्ग्रेजीमा चाहिँ। यो सुरुवात मिथक के हो भन्नुहुन्छ भन्दाखेरि उत्पत्ति कालमा
पृथ्वीमा पानी थिएन, हावा थिएन होइन। त्यो समयमा हाम्रो यो मुन्डुमहरूमा एउटा पात्र पनि आउँछ, पुरोक्मी अम्बामीमङ भन्ने पात्र आउँछ। उसले चाहिँ के गर्छ भन्दाखेरि अब सृष्टिलाई पुनरुप दिनको लागि पुरोक्मी अम्बामीमङले चाहिँ पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर छेलो हान्छ। छेलो भन्दाखेरि ढुङ्गै हाल्ने भन्ने कुरा त रहेन होला, तर अब कुनै त्यस्तो खालको अब अलौकिक त्यस्तो छेलो चाहिँ उखारे भयो। अब यो एउटा मिथकको रूपमा आयो। अर्को कुरा भनेको यो हाम्रो भनेको चाहिँ के छ भन्दाखेरि जस्तै खुवाजाङ पनि भनेर भनिएको छ। खुवाजाङ भनेको चाहिँ के छ भन्दा विशेष गरेर युवा युवतीहरूले यो आजको दिनबाट आफ्नो कलाहरू सिपहरू होइन प्रतिस्पर्धाको रूपमा लैजाँदाखेरि अब यो उद्घाटन हो आजको दिन। उद्घाटनको रूपमा आज गऱ्यो भने अब यहाँदेखि भनेको 1 महिनासम्म कथा कविता भयो होइन। अब कुद्ने उफ्रिने अब हाम्रो कार्यक्रमहरू अब जस्तै मनोरञ्जनका साधनहरू त्यस्तो खालको प्रतिस्पर्धाको कार्यक्रमहरू के छ त्यस्तो सबै गर्न पाइयो। र त्यसरी जाँदाखेरि होइन कसैबाट आफिदाई नहोस् होइन, रिसिभी नहोस्, शान्तिपूर्वक होस् भनेर एउटा पूजाआजा पनि गर्ने गरिन्थ्यो। त्यो कार्यक्रमहरूको बिहान थियो होइन। के हो त भनेर त्यसैको बारेमा छलफल हुँदैछ र हामीले पनि गरिरहेको छौँ र यसैको बारेमा बुझ्न र छलफल गर्न बहस गर्न सबैलाई आह्वान गर्दछु। त्यस दिन भने थोरै यो कार्यक्रममा केही नियमहरू र यहाँको पुरस्कार राशिहरूको विषयमा पनि थोरै म जानकारी गराउन चाहे अध्यक्षको अनुमति लिएर चाहिँ हामी पुरुषतर्फ नगद रु 5,000 प्रथम र द्वितीय 1,500 अनि सहभागिताको आधारमा यो चाहिँ शिवरात्रि पर्वको दिन हामी यहाँनिर आधिकारिक रूपमा प्रमाणपत्र सहित नगद हस्तान्तरण गर्ने परम्परा पहिलेदेखि चलेकोले त्यो दिनमा मात्र यो हामी प्रदान गर्नेछौँ भन्दै अब हामी कार्यक्रमलाई अध्यक्ष भएको पनि सम्पूर्णलाई जानकारी गराउन चाहन्छु। नाप्नुजी नाप्नु त्यसलाई पनि अब हामी त्यता हेरे त्यता भगेको फेरि नाक बढेर फेरि भगवान् काका टाटा त खबर तराई तर फेरि टाटा त चिया ए लाइन कता छ लाइन त इनर्जी ड्रिङ्क हो नि त यता हेर्नु न चिया खाएको यता हेर्नु न कसको नाम ल डेन्जर दाइ अहिलेको चल्दो बल्दो तपाईँ अरे
यत्रो होइन हौ रेफ्री लाइनहरू
हान्नु भयो नि त अवसरमा गर्दै आएको यो पक्नु प्रतियोगिताको अहिले हाम्रो यो फाइनल भइसकेको छ खेल सकिएको छ र अब भने म यो हाम्रो आज खेलको यो पुरुष पट्टीको प्रथमको म नाम घोषणा गर्न गइरहेको छु प्रथममा हुनुहुन्छ दीपक राय चुलाचुली 1 फुट 40 फुट 6 इन्च हान्नु भएको छ होइन त्यसै गरी दोस्रोमा हुनुहुन्छ खगेन्द्र लाउती उहाँले कति 38 फिट हान्नु भएको छ अर्कोपट्टि रहेको छ हाम्रो महिलापट्टिबाट भनेको हाम्रो प्रथम बिनु राई जसले 22 फुट 5 इन्च र दोस्रोमा हुनुहुन्थ्यो जसोदा लाउती उहाँले चाहिँ 20 फुट 2 इन्च हान्नुभएको छ र अब के भन्न चाहन्छु भने हामीले पोहोरको सालभन्दा यसपालि भव्य गर्छौँ भन्ने सोचेको थियौँ तर के भयो भन्दाखेरि ठ्याक्कै यो जानकारी चाहिँ अलिक छिटो भइदिएन मलाई चाहिँ ठ्याक्कै यो आजको खेल थियो भने हिजो अस्ति दिन मात्र 3 दिन मात्र अगाडि मलाई थाहा भइसक्यो पोहोर जति पनि एउटा सोचेर बसेको थियौँ त्यो अनुसारले यो कार्यक्रम गर्न पाइएन र अर्को साल चाहिँ अझै योभन्दा भव्यसँगले गर्नको लागि यो आज जति पनि उपस्थित छौँ हामी सबैले यो महिना मतलब सम्झेर राख्नु होला होइन योभन्दा भव्यसँगले कार्यक्रम गर्नेछौँ भन्दै आजको कार्यक्रम चाहिँ अब यति नै सकेको घोषणा गर्छु है त धन्यवाद।